पठाने मम विद्यालयस्य नाम श्रीनितावरा अङ्ग्रेजीमा विद्यालय अस्ति। अहं कविता वाचनं करोमि। मम कवितायाः विषय गुरुमा ज्ञानको ज्योति तमकिलो जगवन्त च धरतीले जन्मको सारा पूरा भयो निबन्ध एक एक गरी ज्ञान शिष्यमा सर्न चाल्दछ। त्यागको तेज कस्तो ढुङ्गो पनि पगाल्दछ। आफू गरेर धरतीमा उज्यालो चल्दछ। आफू गरेर मट्टीकै मूर्ति निर्माण गर्दछन्। जसको स्नेहका सानुहरूको सेवा व्यर्थ छ। जसको त्याग देखेर धरतीमा झुकाउँछ। दृष्टिहीन भएर गुरु आँखा दिलाउँछन्। बोल्न सक्दैन त्यो चन्द्र गुरु बोल्न सिकाउँछन्। हिँड्न सक्दैन यो धरती गुरु खुट्टा लगाउँछन्। गुरु आमा समानै हुँदैछ जन्म दिलाउँछन्। गुरुका मनमा चोट परे हिमाल जुत्दछ। गुरुका नेत्रमा आँसु देखे समुद्र सुक्दछ। माझी यो वृद्ध भई ढल्छ ढुङ्गा रुच्छ कुनै दिन। माझी यो वृद्ध भई ढल्छ ढुङ्गा रुच्छ कुनै दिन। सम्झिनै पर्छ यात्रीले दियो सुन्दर जीवन। सम्झिनै पर्छ यात्रीले दियो सुन्दर जीवन। शब्दार्थ विपिना समाकृति गयो पाऊ सधैँ म क्षमा। धन्यवाद। धन्यवाद। कक्षा 1 मा अध्ययनरत विद्यार्थी बहिनी